मीन राशिको सम्पूर्ण जन्मफल। मीन राशिको बनोट दि दु थ झ य दे दो चाची जस्ता अक्षरहरूको सम्मिलनबाट बनेको हुन्छ। यस राशिका स्वामी बृहस्पति हुन्। शुभ रत्नमा पुष्पराज मोती मुगा हुन्। शुभ बारमा बिहीबार सोमबार मङ्गलबार हुन् भने घात बारमा शुक्रबार हो। मीन राशि हुनेलाई तुला राशि शत्रु हुन्छन्। पूर्व भाद्रपदामा जन्मिनेहरूको स्वभाव दयालु, नियम कानुन विपरीत हिँड्न नचाहने, सत्यवादी, शान्त स्वभाव भएका हुन्छन्। रुचिमा कला साहित्य प्रदर्शन गर्न खोज्ने, सङ्गीत नाटक फलफुलको अत्याधिक सेवन गर्न चाहने हुन्छन्। व्यवसायमा राजनीति, शिक्षक, प्राध्यापक, कानुनविद, धर्मगुरु, अर्थ मन्त्रालयको सेवा, वकिल, धार्मिक संस्थाको अध्यक्ष, अस्पतालको कर्मचारी, पर्यटन, डाक्टर, बैंक कर्मचारी, मुद्रा सटैको काम यसका लागि प्रमुख पेशा व्यवसाय हुन्छन्। विशेष गरी मीन राशिका व्यक्तिहरूको लागि रोगमा पैतालाको रोग, पित्तको रोग, पेटको खराबी, कलेजोको खराबी, जन्डिस, पाइल्स आदि रोगहरू लाग्न सक्छन्। यसका शुभ शुभ अशुभ वर्षहरूमा 4 वर्षमा स्वास्थ्य सम्बन्धी समस्याले सताउने, 5-9 सम्म स्वास्थ्य शिक्षा दीक्षामा प्रगति भएर जानेछ। 9 देखि 15 वर्षसम्म उग्र स्वभाव, चञ्चलता, पढाइमा कमजोरी, नचाहिँदे काममा चाहिँ अलि बढी ध्यान जाने हुन्छ। विशेष गरी शुभ कुराहरूमा शुभ बार बिहीबार, शुभ महिना चैत महिना, शुभ रङमा स्वच्छ सफा रङ, शुभ अङ्कमा 3, शुभ दिशा उत्तर दिशा, शुभ राशि कर्कट, शुभ रत्न पुष्पराज, अशुभ बार शुक्रबार, अशुभ महिना फागुन महिना, अशुभ रङ कालो रङ, अशुभ अङ्क 6, अशुभ तिथिमा 5, 10, 15, अशुभ राशिमा तुला राशि, अशुभ रत्नमा हिरा हुने, अशुभ लग्नमा सिंह लग्न चाहिँ अशुभ हुने गर्छ मीन राशिका व्यक्तिहरूको लागि।